म चाहिँ के एउटा कुरा भन्छु होइन, आजकल जो यो हाम्रोमा घटना घटिरहेछ नि, घटना घट्ने क्रम चाहिँ बढी भइरहेछ नि त। अस्ति त्यहाँ इन्डियामा 16 वर्षको नानीलाई उसकै मतलब नातेदार पर्ने उसले चाहिँ के रेप गरेर मारे नि त। अनि अब त्यो रेप गर्ने अब हल्का ठुलो केटी भएको भइदिए अनि त्यस्तो गरेको भइदिए चाहिँ केटीलाई नै ब्लेम लाउँथ्यो होला कि। तैँले लुगा राम्रो लगाइनिस्, छोटो लगाइस्, तैँले शरीर देखाएर हिँडिस् अनि तँलाई त्यो केटाले ऊ नगर्न आएर चाहिँ के गर्छ होला भन्नेवाला चाहिँ ऊ आउँथ्यो होला क्या। मान्छेहरूको ऊबाट त्यस्तै आउँथ्यो क्या। अहिलेसम्म हामीले सुनिरहेको पनि वाला हो नि त। अनि चाहिँ त्यसपछि चाहिँ अनि त्यो भयो अनि त्यो नानीको त केही गल्ती थिएन त बिचरा। त्यो भरको त न त्यसले छोटो लुगा लगाएको थियो, न त्यो त्यस्तोवाला न केटाहरूलाई अट्र्याक्टिभ गरेको थियो, त्यस्तोवाला केही त थिएन नि त। भर्खर बिचरा त्यो धरतीमा जन्मिएको थियो, भर्खरको त त्यसको शरीरको विकास हुँदै थियो, त्यस्तोवाला केही त थिएन त। त्योलाई पनि त छोडेन, त्यहाँ त्यस्तो भयो। अझ फेरि त्यही 2-3 दिनपछि यहाँ नेपालमा पनि के चौधरी नानी हो, नाम ठ्याक्कै आएन, त्यो चौधरी नानीलाई पनि आँखा साखा निकालेर अनि त्यस्तै गरेर फेरि मारेछ कि। उहाँ के भइरहेछ कि गाह्रो, किन चाहिँ यस्तो गर्छन् कि बिचरा त्यो मान्छेलाई त्यति गर्दैसम्म के। अनि हुन्छ नि त हामीहरू मान्छेहरूलाई थोरै मतलब चोट लाग्यो भने त कति गाह्रो हुन्छ, कति पीडा हुन्छ हो किन। बिचरा त्यो त्यस्तो गर्दैछन्, त्यो नानी कति करायो होला के, कति करायो होला बिचरा। तिनीहरूमा दया माया भन्ने चिज, अब माया नभए पनि त दया त लाग्नुपर्ने। त बिचरा त्यति सानो नानी हो, त्यस्तो गर्दासम्म हुन्छ नि त। त्यो केही पनि भएन बिचरा। त्यसको पनि आफ्नो छोरी थियो होला, भोलि मेरो छोरीलाई पनि कसैले यस्तो गर्न सक्छ है भन्नेवाला सोच पनि त आउनु पर्थ्यो कि उसलाई। अब भनौँ उसको छोरीलाई किन उ गर्नु, अब त्यसको ऊ चाहिँ गलत भएपछि मेरो सोचमा के चाहिँ अब त्यो नानीलाई त्यस्तो गर्ने मान्छेलाई क्या के गर्नु पर्यो भनेपछि जसरी त्यसले त्यो नानीलाई मारे नि त। अब त्यो कोही सानो बच्चा छ भने पनि ए उमेर पुगे होइन यसलाई छोडिदिउँ चाहिँ भन्नु भएन, किनकि मान्छे मारे यार उमेर नपुगे पनि त त्यो। अब त्यसलाई उमेर पुगे होइन छोडिदिउँ भन्यो, छोड्यो, त्यसले फेरि पनि त्यस्तै गर्न सक्छ। मेरो उमेर पुगे होइन मैले जति गरेँ छोड, त्योवाला हुन्छ नि। त्यो ठुलो मान्छे सानो मान्छे दुइटै जो भयो भने क्या तिनीहरूले जस्तो त्यो नानीले जस्तो सिचुएसनमा पुरा छ नि, त्यस्तै सिचुएसनमा तिनलाई पनि पुऱ्याएर त्यसरी मार्नु पर्ने के। त्यसपछि क्या मान्छे सबै मान्छेको चित्त बुझ्थ्यो के, हुन्छ नि त। बिचरा त्यो नानीको आत्माले पनि शान्ति पाउँथ्यो क्या। जस्तै पनि त्यस्तो गर्नु पऱ्यो कि। नेपालको कानुन चाहिँ अझै कडा बन्नु पऱ्यो क्या। सरकारमा मान्छे पनि त नयाँ फेरि हल्का गर्नेवाला मान्छे छन् भनेर त नयाँ सरकार बने त। तिनीहरूले पनि के उ गर्नु पऱ्यो क्या, गर्नु पऱ्यो कि। अब हुन्छ नि त बिचरा केटी नै सुरक्षित छैनन् यार। केटी नै धेरै अगाडि छ त हाम्रोमा, केटीहरू पनि धेरै अगाडि छ नि त। त्यही उमै केटी नै सुरक्षित छैनन् अनि कसरी हुन्छ क्या। केटीलाई राम्रो व्यवस्थितवाला कानुन बनाइदिनु पऱ्यो कि, सुरक्षित उसले हिँड्न पाउन। अब कसैले भोलि अब मैले बिहा गरौँला रे, मैले छोरी पाउँला रे, अब म कहाँ मेरो छोरीलाई पनि त्यस्तै कसैले गरिदिन सक्छ वा के थाहा। अनि त्यो उही छैन त। अब को बाउआमाले चाहिँ छोरी जन्माउनु उ गर्छन् त नै, यस्तो गर्छन् वाला हुन्छ नि त। मान्छेहरूलाई टेन्सन हुन्छ क्या। त्यसैले क्या चिल्ला गाडीहरू पुऱ्याइदेऊ, रोड पुऱ्याइदेऊ भनेको साटो पनि चाहिँ के छोरीहरूको लागि सुरक्षित कानुन बनाइदेऊ क्या, जो हुन्छ नि खुल्ला रूपमा स्वतन्त्र रूपमा बाँच्न पाउन् क्या। कसैले बाटोमा हिँड्दाखेरि पनि पछाडिबाट आएर मलाई कसले समात्ने हो कि भन्नेवाला डर पनि नरहोस् क्या। त्यस्तोवाला बनाइदिनु पर्ने हो। अब हामीले सोचे जस्तो हुन्न हो किन थाहा छ, तैपनि त गराउने कोसिस गर्दा चाहिँ हुन्छ क्या। तर अब अहिलेलाई चाहिँ त्यो मान्छेलाई चाहिँ जस्तो त्यसले गरेको छ नि त्यस्तैवाला चाहिँ हुन पऱ्यो क्या, नत्र त्यसले पुनः पनि घटाउन सक्छ, हुन्छ नि त। मानव हो यार, थोरै मानवता हुनुपर्छ यार। चेतना भएको मान्छे हो, जनावरले पनि त्यतिसम्म गर्दैन कि यार। अनि त्यस्तो मान्छेलाई पनि कसरी मान्छेमा गर्नु त, त्यही भएर कि त्यसलाई पनि यतिसम्मको उ गरियोस् कि टर्चर दिएर त्यस्तै गरेर मारियोस् कि। अनि मात्र त्यो नानीहरूको आत्माले शान्ति पाउँछ, न त छैन। बिचरा त्यो बाआमालाई कति गाह्रो भयो होला छोरीको त्यस्तो अवस्था देख्दा। त्यही पनि ठुलो छोरी त होइन त, फेरि सानो बालक, काखमा राखेर दुध खुवाउने बालकको छोरी। फिल्ने हुन्छ नि, सम्झिन पनि सकिन्न क्या। कहाँतिर हिँड्दैछ कि हाम्रो देश, यो घोर कलियुग आयो क्या।
ठिक कलियुगसम्म ठिक थियो, ओभर नै कलियुग लागिसक्यो क्या। मान्छे नचिन्नेवाला ऊ आइसक्यो कि जनावर राक्षसीवाला रूप पसिसक्यो क्या मान्छेमा। त्यतिसम्म कोही मान्छे त्यतिसम्म पनि कसरी हुनसक्छ क्या।